नमस्ते है रियल जेन्जीको माग गोली खाएर अस्पतालमा बसेका एउटा जेन्जीले के भन्छन् यो भिडियो हेर्नुस् र तपाईलाई के लाग्छ नेपाल सरकारले जुन जेन्जीले लिएको मागहरू सम्बोधन गर्न सक्छ त या भोलि ठुलो क्रान्ति हुन्छ यो तपाईले कमेन्ट गर्नु होला यो भिडियो हेर्नुस् यो उहाँले भनेको चीजहरू धेरै नै राम्रो छ साच्चै यही हो रियल जेन्जीले चाहेको त्यही भएर तपाईहरुले सक्दो शेयर गरेर साथ दिनु होला यो चुनावमा 2 वर्ष बाँकी छ किन सार्नु त त्यति मात्रै गर्नु पर्यो झन् यिनीहरू झन् के रे संविधान धारा उपधारा के पल्टाएर पो बस्नु थाल्छ यस्तो चाहिँदैन भनेर तात्तुत फ्याले सिधै भन्दिन दाइ तपाईँ यो संविधान संशोधन गर्न नसके पनि तपाईँ अहिले अन्तरिम विधान बनाउनु न भनेर भन्दिन नसकी गयो नि अहिले अन्तरिम विधान बनाउनु अहिलेको लागि जुन जुन नीतिहरू चाहेको छ त्यो चाहिँ राष्ट्रपतिबाट पारित गर्न लाउनु अन्तरिम विधान बनाउनु भनेर भन्दिन दाइ सकी गयो नि यो नीति नियम हामीले सिके पनि यिनीहरूले संविधान संशोधन गर्नलाई पो दुई के रे यो के रे बहुमत चाहिन्छ यो चाहिन्छ त्यो चाहिन्छ भनेर भन्छ त राष्ट्रपतिले यदि पारित गर्ने हो भने त तपाईको अन्तरिम विधान त बनाउनु पाइयो नि दाइ त्यो त बनाउनु पाएन यिनीहरू किन यो कुरा चाहिँ के हो भइरा हैन तिम्रो समय लाग्छ के कसरी समय लाग्छ भने दाइ कसरी समय लिगल टिमहरुसँग तिमी कन्सल्ट ए दाइ मसँग आफ्नै लयर मेरै ठुला लयर छ क्या दाइ हैन अनि म यो कुरामा सिरियस भएर मेरो होल फ्यामिली सिरियस छ क्या दाइ मेरो फ्यामिलीमा डक्टर पनि छ नर्स पनि छ लयर पनि छ सबै छ क्या दाइ सुन्नु न अब हामी अरु भिक्टिम एड्रेस गर्न पनि जानुपर्ने छ हुन्छ है फ्रस्ट्रेसन पकाउनु पायो दाइ सजेसन पाए गाडी गरेर तपाईसँगको फ्रस्ट्रेसन हैन दाइ हैन यो अहिले जति पनि यो हुन्छ नि